अहिले नेपालमा राष्ट्रपाको सरकारले ल्याएको 4-5 वटा अध्यादेशको कारणले गर्दाखेरि ठ्याक्कै दुई फाटो भएको छ क्या। एक पक्षले भन्छ अध्यादेश लिएर ठिकै गर्यो, राम्रो कामको लागि लिएको, संसदबाट गएको भए 4-5 महिना अथवा वर्षौं दिन पनि जुराइदिन सक्थ्यो। राम्रो कामको लागि गरेको, यो फटाफटी गर अध्यादेशले आफ्नो अधिकार प्रयोग गरेर ठिक छ यो भन्ने छ। अर्को पार्टी कस्तो छ भने अध्यादेश ल्याउनु छ भने संसदको के काम भयो त, हैन, संसद भएको के मतलब भयो त, नीति नियम भएको के मतलब भयो त भन्ने अर्को पार्टी छ। तर अब यसो बुझ्ने हो भने एक किसिमले जसको सरकार छ उसलाई अध्यादेश ल्याउनु एउटा एक किसिमको अधिकार छ, हैन, उसले ल्याउनु पाउँछ। र अर्को तरिकाले हेर्ने हो भने हो फेरि नियम कानुनमा बाँधिने हो भने संसदबाट पारित भएर जानुपर्ने कुरा हो। तर हामी जनताले जो चाहिँ कुनै पनि पक्षमा छैनौँ, हामी एउटा मिडल म्यान टाइपको छौँ। हामीले हेर्ने भनेको चाहिँ नियत के छ त्यो नीति ल्याउनुमा, हैन, त्यो अध्यादेश लगाए कुनै पनि नीति नियम ल्याउनुमा त्यसको नियत के छ, पछाडिको नियत भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। र अहिले के छ भने राष्ट्रपाले धेरै नै प्रमिसेस गरेको छ, हैन, जुन प्रमिसेस चाहिँ उनीहरूले फुलफिल गर्नुलाई उनीहरूलाई प्रेसर छ र त्यसको लागि पनि उनीहरूले अध्यादेशहरू ल्याउनु पर्ने नै हुन्छ कुनै कुरामा। किनभने कति झुल्छ अध्यादेश, कति झुल्छ त्यसको कारणले गर्दाखेरि, संसदको कारणले गर्दाखेरि नीति नियम लागू गर्नु भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो। र अर्को पार्टीहरू जुन प्रतिपक्षको पार्टीहरू छ, जो नै पार्टी भए पनि उनीहरूको दाउ के छ भने राष्ट्रपालाई त्यो काम गर्नु नदिउँ, उनीहरूले जुन प्रमिसेस गरेको छ उनीहरूको प्रमिसेस त्यो पुरा गर्नु नदिउँ, ताकि भोलि गएर जनताले उनीहरूलाई विश्वास नगरोस् र हामीलाई विश्वास गरोस् भन्ने छ उनीहरूको दाउ, हैन। यहाँ देश बनाऊँ भन्ने त भन्दा नि आफ्नो चाहिँ दुनो सोझौँ है भन्ने नै हो खासमा। यसो हेर्दाखेरि दुवैजनाको, एउटालाई काम सकौँ भन्ने छ, अर्कोलाई काम सक्नु नदिउँ भन्ने छ, त्यति त हो। अब हामी मिडल म्यानले बसेर हेर्ने भनेको नियत नै हो। राष्ट्रपालले ल्याएको अध्यादेशले गर्दाखेरि कसलाई के घाटा कसलाई के नाफा हुन्छ त्यो हामीले बुझ्नै पर्छ, हैन। र के किसिमको नीतिको लागि चाहिँ अध्यादेश ल्यायो, के किसिमको कानुन नियमको लागि चाहिँ अध्यादेश ल्यायो त भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। त्यही भएर यो अहिले जति पनि यो विरोध गरिरहेको छ, हुँदा राजीनामै मागिरहेको छ, हैन, यो कुराहरू चाहिँ मलाई चाहिँ वायात लाग्यो, राजीनामै माग्ने, हैन। अब नियम कानुनमा चल यो गर त्यो गर भन्ने। अब संसदमै गयो भने पनि राष्ट्रसभाको बहुमत छ, झन्डै 2/3 नै छ, उनीहरूको पारित त भइ नै हाल्छ जसरी भए पनि, हैन। त्यही भएर मलाई यो चिच्याउनु कराउनुको चाहिँ कुनै म औचित्य चाहिँ देख्दिनँ है, सिधा कुरा भन्दाखेरि चाहिँ। राम्रो नीति लागू गर्ने भएको छ र गरिरहेको छ, त्यसको लागि अध्यादेशबाट गरोस् कि संसदबाट गरोस् कि, हैन, जताबाट गरोस्, राष्ट्रपतिलाई प्रेसर दिएर गरोस् कि, राम्रो नीति नियम कानुन राम्रो छ भने, जनताको पक्षमा छ भने जसरी पनि गरोस् भन्ने लाग्छ मलाई चाहिँ। जसरी पनि गरोस् राम्रो होस् भन्ने मेरो चाहिँ सोचाइ छ। तपाईहरुलाई के लाग्छ भन्नु होला यस विषयमा।